हामी तपाईले सकिँदैन सकिन्छ तर हामीमा त्यो जागर र जोस निकाल्नुपर्छ हुन पनि फेरि एउटा समस्या छ यो देशव्यापी बेरोजगारी समस्या छ यो हामीले मात्रै चाहेर पनि हुँदैन हाम्रा बहिनी बाङ्गा छोरा नातिहरू छैनन् त्यो समस्या छ तर पनि हामीले त्यो अनुसारको गर्न नसके पनि कम्तीमा 3 लिटर दुध दिने गाई अथवा भैँसी पालेर 2 लिटरले घर खर्च चलाएर 1 लिटर बेच्न सक्यो र त्यो पैसा यहाँ बचत गरे भने मात्रै बल्ल तपाईँको जीवन उज्जवल छ होइन भने एक ठाउँको ऋण अर्को ठाउँमा बचत अर्को ठाउँको किस्त तिर्ने गरियो भने कुनै जरुरी छैन तपाईँ हामी यहाँ बस्ने रमाइलो गर्ने एक दिन भेटघाट हुने ठुलो कुरा गर्ने बाहेक केही हुँदैन साँच्चै परिवर्तन गर्ने भने म एउटा वडा अध्यक्षले तपाईँको सबैको जीवन परिवर्तन गर्न सक्दिनँ तर मैले यति गर्न सक्छु जीवन परिवर्तन यो गरे भने हुन्छ भनेर बाटो मात्रै देखाउन सक्छु हाम्रो समाज के छ भने फल्ला नेता आयो भने अथवा फल्ला आयो भने त्यसले केही गरेन त्यसले केही परिवर्तन ल्याएन हामी विस्तारमा सोध्ने अनि एउटा नेताले के गर्न सक्छ नेताले देखाउने भनेको बाटो घरको मुलीले देखाउने भनेको बाटो त्यसमा हिँड्ने कर्तव्य र दायित्व भनेको त्यो घर परिवारको कुनै पनि संस्थाको पनि कर्तव्य चाहिँ यो बाटो सही देखाउने हो तर हिँड्ने कर्तव्य चाहिँ शेर सदस्यहरू यो संस्थाले कृषि भनेर लगानी गर्छ तपाईँले कृषि गर्नु भएन तपाईँले रासन किनेर खानुभयो भने संस्थाले केही गर्न सक्दैन त्यति तपाईँले गर्नु पर्यो त्यसैले जुन उद्देश्यका निम्ति ऋण लगानी गरिएको छ अथवा ऋण लिएको छ त्यो अनुसार कारोबार गरियो र त्यो अनुसार गतिविधि गरियो भने संस्था बन्छ भोलि हाम्रो सिङ्ग समाज बन्छ नभए भने एउटा संस्थाले सबैको जीवन परिवर्तन गर्न सक्दैन तर बाटो देखाउन सक्छ त्यो बाटोमा हिँड्ने वा नहिँड्ने तपाईँको कुरा हो मेरो कुरा हो त्यसैले हामी सबै सही बाटोमा हिँडौँ त्यो भयो भने संस्था सही हुन्छ सिङ्गो होडा सही हुन्छ गाउँपालिका सही हुन्छ बल्ल राष्ट्र सही हुन्छ हामी आफू विस्तारमा सोचेर संसार हाम्रो परिकल्पना गरेर केही हुनेवाला छैन यो मैले भन्न मिल्छ वा मिल्दैन म वडाको अभिभावक हिसाबले मैले जे देख्यो त्यही भने यहाँहरूलाई दुख्यो भने त्यसको निम्ति सेवा प्राप्त छु आजदेखि योतर्फ लागौँ यो भयो भने मात्रै चेन्ज गर्न सकिन्छ अन्यथा प्रदीप पौडेलले वडाको सबै विकास गरिदिन्छ हामीलाई सबै राम्रो गर्छ भने म यही सुत्ने तपाईँ यही सुतेको हुने हो हामीले गतिविधि गर्ने तपाईँले पछ्याउनु भयो भने मात्रै तपाईँको पनि परिवर्तन हाम्रो पनि परिवर्तन हुन्छ यसतर्फ लागौँ भन्ने कुरा यहाँसँग अनुरोध गर्न चाहे र यो सहकारीको लगानीमा हेऱ्यो भने मलाई लाग्छ रासन किन्ने भनेर कसैले ऋण लगाएको छैन 7 करोडमा लुगा किन्ने भनेर कसैले ऋण लगाएको छैन सबैले कृषि तथा पशु भनेर ऋण लिएको छ मलाई लाग्छ उहाँको ऋण मात्रै धेरै थोरै पर्सेन्टले मात्रै तरकारी उत्पादन गर्नु होला कृषि गर्नु होला गाई किन्नु होला भैँसी किन्नु होला एउटा कथा छ एउटा मान्छेले एउटा छोरे बाढीलाई 15-20 लाख परेको उदाहरणहरू छ 15-20 लाख कसरी पऱ्यो होला भन्दा प्रत्येक एउटा सहकारीमा जाने बाढी किन्ने भनेर ऋण लिने अर्को लोकबिचमा जाने बाढी किन्ने भनेर ऋण लिने 15वटा संस्थामा गएर बाढी किन्ने भनेर ऋण लिने भनेपछि किन्ने कति भन्दा एउटा बाढी हो सम्झनुहोस् 15वटाबाट 15 लाख दिएपछि त्यो बाढीलाई 15 लाख पऱ्यो कि परेन यो हाम्रो व्यवहार छ यसो नगरौँ बाढी किन्नु तर बाढी किन्ने भनेर अरू पैसा साडी किन्ने एउटा पैसा एउटा 1 लाखले मैले बाढी किन्ने भएपछि न हाम्रो परिवर्तन हुँदैन त्यसैले एउटा यो सहकारीमा अभियान छ बाढी किन्ने पैसाले साडी किन्यो भने न संस्था रहन्छ न सदस्य रहन्छ त्यसैले जे भनेको त्यही गर्नको निम्ति जरुरी छ यहाँलाई मैले दोष लागेको होइन यो देशव्यापी प्रवृत्ति छ यहाँ हामी त अलिकति सायद संस्थाका सदस्यहरू राम्रो भएर होला संस्थाले पनि राम्रो नाफा आर्जन गर्न सकेछ यो संस्थाको धेरै नाफा कमाएर यहाँलाई नाफा बढाएर धनी बनाउने उद्देश्य होइन यो संस्थाले राम्रो तपाईँलाई सस्तो रूपमा कर्जा प्रवाह गरेर यहाँको व्यवसायलाई उन्नति प्रगतिमा लैजाने यसको उद्देश्य हो न कि नाफा आज 40 कमाएर भोलि तपाईँलाई 2000 पाउनाले केही हुँदैन तर तपाईँलाई 2000 दिएर 4000 कमाउने आइडिया दिनु यो संस्थाको मुख्य उद्देश्य हो यो तर्फ लाग्नु निम्ति अनुरोध गर्दछु र यो संस्थाले आइपुग्नु एउटा मित्रले भने चाहिँ म वडाध्यक्षको हैसियतले म के भन्न चाहन्छु भने यो संस्थासँग कोर्डिनेसन गरेर डाँडागाउँ अमिले झिरबास हरदाई या बल्गाको तल्लो साइड वा इभन कोही पनि वनपोखरीको कुनै पनि ठाउँमा यहाँहरूले दुध डेयरी सञ्चालन गर्छु भन्नुभयो भने म वडाको अध्यक्षको हैसियतले यति भन्न सक्छु यो सहकारीसँग समन्वय गरेर तपाईँले डेयरी सञ्चालन गर्ने उपभोक्ताको भेला लिएर माइनोट वडामा बुझाउनुहोस् तपाईँले बुझाएको तपाईँले सुरु गर्ने भनेको 7 दिनभित्र तपाईँलाई विपरीत के चाहिन्छ त्यो उपलब्ध गराउनको निम्ति म तयार छु तर तपाईँले दुध चाहिँ बेच्नु पर्यो पाल्नु पर्यो
तपाईँले डेरी खोल्ने भन्नुहुन्छ, तपाईँले बाख्रा बेच्ने भन्नुहुन्छ, बाख्रै पाल्नुहुन्छ त हामी के गर्ने? तपाईँ डेरी खोल्ने भनेर निर्णय गर्नुहोस्, समुदायबाट निर्णय गरेर ल्याउनुहोस्, वडामा ल्याउनुहोस्। गाउँपालिकाको अध्यक्ष पनि यही हुनुहुन्छ, सरकार पनि यही छ। यदि सकेछौँ भने हामीले गराउन नसके पनि यो संस्थासँग कोर्डिनेसन गरेर डेरी सञ्चालनको निम्ति हामी सक्छौँ। वडा र यो संस्थासँग हातेमालो गरेर तपाईँले ल्याएको निर्णय ल्याएको 7 दिनभित्र तपाईँले आवश्यक प्रारम्भिक पूर्वाधार उपलब्ध गराउने कुरा यहाँहरूलाई जानकारी गराउँछु। तर तपाईँले गाई चाहिँ पाल्नु पर्यो, भैँसी चाहिँ पाल्नु पर्यो, दुध बेच्ने तत्परता देखाउनु पर्यो। फेरि तपाईँले भन्नुहोला चलन छ, फ्रिज त ल्याइदियो, गाई ल्याइदियो हुन्थ्यो, गाई त ल्याइदियो, त्यो घरदेखि बेच्ने ठाउँसम्म लैदिने साधन ल्याइदियो हुन्थ्यो भने त्यो सम्भव छैन। तपाईँ गाई पालेर दुध बेच्ने मात्रै उद्देश्य राख्नुहोस्। बेच्नको निम्ति बेच्ने ठाउँ सहकारीबाट बेच्यो भने कति सजिलो छ। प्रति लिटर 2.5 रुपियाँ गाउँपालिकाले उपलब्ध गराउँछ। सहकारीमा बेच्यो भने खसी बोका बेच्यो भने 20 रुपियाँ उपलब्ध गराउँछ। प्रदेश सरकारले 20 रुपियाँ उपलब्ध हुन्छ, तपाईँलाई अतिरिक्त मूल्य दिन्छ। तर हामीले गर्दैनौँ। अनि यो गरे हुन्थ्यो, त्यो गरे हुन्थ्यो। यो संस्था अहिले यस्तो पहिलो ठाउँमा छ, मलाई लाग्छ 2-4 ठाउँमा डेरी खोल्न त यो संस्थाले कसैसँग पैसा माग्नु पर्ने, हात फिजाउनु पर्ने अवस्था छैन। तर तपाईँले हामी गाई पाल्छौँ, हामी 20 जना भयो, हामी 30 जना भयो, कतिजनाले गाई पाल्छौँ, दुध बेच्छौँ, हामीलाई डेरीको निम्ति क्यान चाहियो, हामीलाई डिफ्री चाहियो भन्न त पर्यो नि कम्तीमा। ल बेच्न पनि तपाईँले टेन्सन गर्नु पर्यो भने सरकारले अहिले बेचिरहेको ठाउँमा बेच्छ, यदि सकिन्छ भने अर्को ठाउँमा हामीले खोज्छौँ। तर तपाईँ बेच्नको निम्ति तयार हुनु पर्यो। र अकबरी खुर्सानीको कुरा छ, अहिले हामी नपोली मिटिङमा आएको थिएँ। अकबरी खुर्सानीको र शुद्ध दुध उत्पादन सम्बन्धी तालिम चाहिँ यो संस्था र वडाले समन्वय गरेर आगामी वर्ष भनेको अबको असारभित्रमा यहाँहरूलाई थुप्रै तालिम दिने कुरा पनि हामीले सल्लाह गरेका छौँ। त्यो पनि हामी उपलब्ध गराउने कुरा म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र वडाको तर्फबाट हामीले गर्दै आएका कामकाजहरू अब कस्तो रहेछ भने यहाँ पूर्व अध्यक्ष हुनुहुन्छ, गाउँपालिकाको वर्तमान अध्यक्ष हुनुहुन्छ। यो टोयलेट बनाउने 4 साल गाउँपालिका अध्यक्षले ल्याइयो, हारगुहार गरियो, टोयलेट दिनुभयो, बनाइयो। 5 साल हामीले सुरुमा यो भवन बनाउँदा भवन पुरै खडा गरियो, टिन किन्ने पैसा भएन। अनि पूर्व गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीजीलाई मैले भने अब हाम्रो संस्था गाह्रो उठायो, टिन लाउने अवस्था भएन, टिन दिनु पऱ्यो भनेर उहाँले टिन दिनुभयो। त्यसपछि हामीले त्यो टिन बनायो भनेको यो गरेका पात्रहरूलाई मैले स्मरण गर्न चाहेँ। त्यस्तै गरी तौल मेसिन 4 साल वडाबाटै गाउँपालिकाको समन्वयमा 3वटा तौल मेसिन, टपरी खोज्ने मेसिन लगायतका लियो। अब अहिले मैले यहाँ पूर्व म वडा अध्यक्ष भएको हैसियतले पुग्यो, यहाँको पूर्व अध्यक्ष भएको हैसियतले पछि फेरि बोल्न नपाएला। 2टा पूर्व र वर्तमान अध्यक्षहरू हुनुहुन्छ यहाँ। यो टोयलेटदेखि त्यहाँसम्म हामीले 2 कोठाको एउटा चोस 2 कोठा निकाल्नु पर्नेछ। एउटामा बिक्री वितरण गर्नुपर्नेछ, एउटामा मोल राख्नुपर्नेछ। र अहिले मोल भइरहेको कोठामा चाहिँ मिटिङ हल बनाउनु पर्नेछ। अब यति गरेपछि पैसा चाहिँ किन माग्ने र सुनिसक्नुभयो, यति चाहिँ मैले जानकारी गराएँ। यहाँहरूले कति सक्नुहुन्छ? यो वडा त कस्तो रहेछ भने यत्रो म यो संस्थाको अध्यक्ष हुँदा बेला बेलामा 7 करोडका 6 करोडका यहाँ भाषण गर्दै म अहिले वडा अध्यक्ष छु। मैले भाषण गरेँ भनेको 40 लाखमा बाटो छोड्न लाग्छ 10 लाख। त्यसपछि बाटो केले बनाउने, नयाँ केले खन्ने, बिजुली केले बनाउने, धारो केले बनाउने, भैँसरी केले गर्ने। अब कति गरिब बनाउनु भने फेरि सरकार प्रमुख हो, बेइज्जती गर्न पनि भएन। त्यसैले यो थोरै ठाउँको भान्से हुन अत्यन्त दुःख छ। यद्यपि हामीले प्रयत्न गरिरहेका छौँ, यहाँहरूलाई सेवा सुविधा दिएकै छौँ। हामीले हाम्रो तर्फबाट अत्यन्त गरे जस्तो लाग्छ। कति कतै कमजोरी भएको छ भने मलाई व्यक्तिगत रूपमा हामी जनप्रतिनिधि, वडाका जनप्रतिनिधिहरूलाई सल्लाह सुझाव दिनुहोला। हामीले सकेसम्म 5 वर्षलाई कसम खाएर आएको त्योभन्दा दाहिने बाएँ हामीले जानेर गरेका छैनौँ। यदि कतै गरेका रहेछौँ भने हामी तपाईँको छोरा, भाइ, भतिज, काका, काकी के भन्नु पर्ने हो भनेर गाली नै गरेको नि हुन्छ। पिटी चाहिँ नहाल्नुहोला। यति सुझाव दिनुभयो भने सायद आगामी दिनमा अझै हामीले राम्रो गर्न सकिन्छ। यहाँको अपेक्षा धेरै छन्। मलाई एकैचोटि घरको बाटो फिक्स गर्ने मन छ, घर धारा लगाइदिने मन छ, सबैको लागि सबै सुविधा दिने मन छ। तर के गरौँ, मेरो मन त ठुलो छ तर मेरो धन गरिब छ। मेरो भएर के गर्नु, 40 लाखले के गर्ने? त्यसैले हामी जति छ तर पनि हाम्रो क्षमता सामर्थ्यले जति बेच्छ त्यसलाई थोरै पुर्याउँदा कतै यहाँको चित्त दुख्न सक्छ। मैले यहाँ कहाँनिर जोड्यो भने संस्था पनि त्यही हो। तपाईँले कहिलेकाहीँ व्यवहार गर्दा ऋण नपाउँदा फल्नालाई ऋण धेरै दिए मलाई दिएर भन्ने हुन्छ होला। त्यो भनेको के हो भने तपाईँको भित्र तपाईँले गरेको व्यवहार के दर्लामीजी सम्मानित हुनुभयो, त्यो आफ्नो पहिचान आफैले बनाउने हो। त्यो पहिचान बनाउनु त्यहाँ राखौँ भन्दै मैले अन्त्यमा धेरै बोलेँ।
कि जस्तो लाग्यो। र अन्तिममा मैले एउटा चाहिँ अब यो हामी फेरि कस्तो रहेछ भने अलि धेरै मान्छे देखेपछि यो नेता भन्ने चिज कस्तो रहेछ भने बोल्दा बोल्दै झन्पछि झन् आउँछ। मेरो घाँटी सुकिरहेको छ, झन् बोल्न मन लागेन। यो यस्तो चिज रहेछ। र अन्तिममा मैले यहाँहरूलाई के भन्न चाहेँ भने सहकारी भनेको यो कसैको सम्पत्ति होइन, यो साझा तपाईँ हाम्रो सम्पत्ति हो। आज 14% नाफा बढ्ने अबको मैले अघि भने संस्थाको 1 करोड छ भने त्यो प्रति पौडेलको पनि हो। यहाँ आएका सबै 1300 सदस्यको बराबर हो। यहाँ कोही ठुलो मान्छेको धेरै र सानो मान्छेको हुँदैन। यसैले यो सहकारी भनेको यसतर्फ यो कुरा यहाँहरूले टिक्नु पर्यो। कतिपय मान्छेले भन्छन् लघु वित्तले यत्रो पैसा दिन्छ, सहकारीले के दिन्छ भन्ने छ। अलिकति अध्ययन गर्नु पर्यो, योतर्फ पनि लाग्नु होला भन्दै अन्त्यमा मलाई आजको कार्यक्रममा विशिष्ट अतिथि रूपमा आमन्त्रण गरेर बोल्ने मौका दिनुभएको संस्थाप्रति आभार व्यक्त गर्दै अन्त्यमा धेरैचोटि मैले अन्त्यमा के भन्न चाहन्छु भने एउटा गाउँमा भर्खर बिहा गरेका 2टा जोडीहरू रहेछन्, असाध्यै राम्रा। श्रीमानले श्रीमतीलाई अत्यन्त माया गर्ने, श्रीमतीले श्रीमानलाई अत्यन्त माया गर्ने साह्रै राम्रा जोडी रहेछन्। श्रीमतीले श्रीमानलाई सबै कुरा राम्रो मान्ने, तर श्रीमतीले श्रीमानमा एउटा कमजोरी देख्दछन्। श्रीमतीले फेरि श्रीमानमा पनि श्रीमानले श्रीमतीमा पनि एउटा कमजोरी देख्दो रहेछन्। त्यो कमजोरी के भने आफ्नो कमजोरी लागि उमा एउटा न एउटा चिज अपुरो मान्दिरहेछन्। श्रीमतीको रहेछ लामो कपाल रहेछ, कति राम्रो कपाल भन्ने श्रीमानको कपाल नहेरिकन नखाने नसुत्ने त्यो देखिसकेपछि श्रीमानले आधा खाए पनि